सो हेलो गाइज वेलकम फेरि पनि हजुरहरूलाई स्वागत छ ब्याक टु ब्याक माई आकाश भ्लग। सो गाइज हैन अब फेरि पनि भ्लग चाहिँ म चाहिँ अब यस्तो छ कि भ्लग स्टार्ट गर्ने कहिले बन्द कहिले स्टार्ट अनि कहाँबाट जाओस् भ्युज हैन। सो हिजो आज चाहिँ एकदम अब कोरियामा चाहिँ देख्न सक्नुहुन्छ चारैतिर हरियाली छा छ हैन, बिन्दास छ। अब यहाँ चाहिँ असार खेती सेम मलाई चाहिँ नेपालकै फिल भइरहेको के गाइज। अब के अरे अब त त्यो के अरे असारको लागि कोदोहरू रोप्ने तयारी गर्छ नि त, सेम बाहिर हेर्दा त्यस्तै फिल भइरहेछ के पुरा हैन, हरियाली गर्मी 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 नि भइरहेको मजाले हैन। अनि त्यसपछि टक्कै यता आउँछु पार्कमा, फ्रेस भयो। म फेरि प्राय अरूसँग खासै हिँड्दिनँ क्या, म एक्लै हिँड्ने, एक्लै भिडियो सिडियो बनाउने हैन, मजाले आफ्नै तालमा काम गर्ने, भ्लग स्लग कन्टेन्ट सन्टेन्ट बनाउने। हिजो आज यस्तै चलिरहेछ यार गाइज। यार तपाईँहरू मेरो भिडियोमा आउने साथीहरू हैन, अब कति त हामी छुट्यौँ नि त। अब अर्को च्यानलमा एकदम बवाल तरिकाले सबैले सपोर्ट गर्नुभएको थियो, सबैको कुराकानी हुन्थ्यो हाम्रो हैन, मजाले म्यासेजतिर। अहिले सब छुट्दै अन्तिममा म एक्लै भएको छु के। अब पहिला म्यासेज गर्ने हैन, इनबक्सतिर कुरा हुन्थ्यो केटाहरूसँग हैन, धेरैले सोध्नुहुन्थ्यो, धेरैले म्यासेज गर्नुहुन्थ्यो। अब हिजो आज म एक्टिभै हुँदिनँ क्या, त्यस कारण कसको हाल खबर के छ कसो छ हैन। त्यही पनि सो आकाशले सबैजनालाई राम्रोसँग सम्झेछ हैन मैले, किनकि आज हेरेकै मैले फर्स्ट आजभन्दा अगाडिको भिडियो मैले 1 वर्ष अगाडि बनाएको जुन त्यो भैँसे पार्टीमा गएर इक्जाम दिएको अनुभवको भिडियो हेरेँ हैन। फेरि मलाई लाग्यो ओहो त्यो दिन कमेन्ट गर्नेहरू नि थिए, राम्रो नि थिए नराम्रो नि थिए हैन। के भन्थ्यो भने त्यतिखेर मलाई भाइ इक्जाममा नाम निकालेर मात्र के गर्छस् भाइ, त कोरिया गए पो भन्ने साथीहरू नि हुनुहुन्थ्यो हैन, म्यासेज गर्ने मान्छेहरू नि हुनुहुन्थ्यो। त्यो सम्झेँ हैन, आज हेरेँ अनि आफैलाई अनौठो फिल लाग्यो क्या। अब त्यतिखेर त्यस्तो नि कमेन्ट आथ्यो है भन्ने एउटा अजिब हैन अनौठो फिल भएर फेरि आफ्नै तालमा भिडियो बनाउन आएँ। सो आज चाहिँ अनि यो अन्डा चाहिँ मेरो हातमा के छ भने ठ्याक्कै यसो सम्झेँ हैन। त्यतिखेर भिडियो बनाउँदा बारम्बार मेरो भिडियोमा चाहिँ कुखुरा कहिल्यै टुट्दैन थियो क्या, तपाईँहरूले हेर्न सक्नुहुन्थ्यो हैन। कुखुरा कहिल्यै नटुट्ने, कराको कराई गर्ने हैन। सो आज चाहिँ फेरि यो अन्डाबाट एउटा कुखुरा निस्किँदैछ। यसरी अन्डा कहिल्यै फुट्दैन अरे नि त गाइस हैन। म ट्राई गरेँ, निचार्न नपाए गयो यार यो त। छ्या यार के हो फुट्दैन भन्थे त, छ्या कुखुरा त निस्क्यो गाइस यार। निचार्न नपाए फुट्यो यार, धैट मासला यार फुट्यो त यार। झन् कुखुरा निकाल्नु भनेको थुक्का छट यार फोर भयो यार। अब कोरियनले मार्न। सो हैन कति साथीहरू अब कोरिया आइसक्नु भयो होला हैन, कति साथीहरू नेपालै हुनुहुन्छ होला। सो सबैजनालाई सम्झेको छ हैन, एकदम मिस यु अल माई 2 सब्सक्राइबर एन्ड अङ्ग्रेजी त मलाई फेरि खासै आउँदैन। सो माई 2 सब्सक्राइबर अनि मलाई जति पनि साथीहरूले म्यासेज गर्नुभएको थियो हैन, सबैजनालाई सम्झिरहेको छु। सो यो च्यानलमा त अब खासै हाम्रो त्यस्तो एक्टिभ छैन नि त। अब किनकि फेरि के हुन्छ भने गाइस यार भिडियो त बनाउँछु भनेर जोस जाँगर त आउँछ, फेरि पछि अब यहाँको काम फेरि अलिअलि अब के फिल भएको थियो भने मलाई चाहिँ अब नेपालमा हुँदा कोरिया गएपछि बनाउने हो क्या डेन्जर। अब कोरिया जाँदा ठाउँमा नि पुगिन्छ, फोनहरू नि त्यस्तै भइहाल्छ स्पेसल अनि भन्ने फिल हुन्थ्यो। फेरि यहाँ आइसकेपछि कस्तो कस्तो फिल आउँछ भने बेला बेलामा नेपाल गइसकेपछि बनाउने हो क्या, टाइम नि प्रशस्त हुन्छ, जे गरे नि भयो, कन्टेन्ट नि मजाले सोचिन्छ। यहाँ त खोइ के चिज छ र जब काम गरे गर्नुपर्छ, कन्टेन्ट नि के सोच्ने भन्ने फिल हुँदो रहेछ कि। तर स्टार्ट जहाँबाट हुन्छ जेबाट हुन्छ भ्यू जाओस् या नजाओस् हैन, स्टार्ट गरिसकेपछि गरेको गरे चाहिँ हुने रहेछ है गाइस। यति चाहिँ बुझिराख्नुहोस्। कोरियन ल्याङ्ग्वेज पढ्ने साथीहरूलाई नि म त्यही भन्छु। अब अहिले फेरि खोइ कोरियाको के यताउता आइरहेछ नि त। अब स्टुडेन्ट भिसामा आउन नपाउने यताउता फर्म यस्तो, अनि त्यो सोचेर फेरि हो भन्ने सोच्नुभयो भने पछि फेरि पछुताउने स्थिति हुनसक्छ।
सो कोरियन ल्याङ्ग्वेज पढ्ने स्टुडेन्टहरूले यदि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने म त उहाँहरूलाई के भन्छु भने राम्रोसँग पढ्नुहोस् वर्किङको लागि त यताउताको हल्ला जे जस्तो चले पनि तपाईँलाई जबसम्म आफ्नो टिचरले मजाले पढ भनेर पढाउनुहुन्छ पढ्नुहोस् जबसम्म टिचरले होस् अब टिचर बेस्ट भनेको हाम्रो कोरियन ल्याङ्ग्वेजको टिचर नै हो के सुरुमा त टिचरले जे भन्नुहुन्छ त्यही गर्ने हो गाइस पढा यस नपढा यस जे भन्नुहुन्छ नो प्रश्न टिचरले भनेको अलरेडी जे हुन्छ 100% राइट हुन्छ सही हुन्छ यो सामाजिक सञ्जालमा यताउता हैन अब हामी जस्तोले भनेको भनौँ न यो भनेको गलत हो तपाईको टिचरले जे भन्नुहुन्छ त्यो चाहिँ एकदम राइट हो हैन सो गाइस यार हिजो आज सपोर्ट गरौँ न यार सपोर्ट गरौँ कमेन्ट हानौँ लाइक गरौँ यार हजुरहरूले सपोर्टै गर्नुहुन्न यार के भन्ने यार कपाल यस्तो छ कतिले झुस्ली किराको जस्तो भन्छ तपाईको कपाल त भन्नुहुन्छ टिकटकमा अब वास्तवमा भन्ने हो भने तपाईको कोरियनहरू यति भनेको अनलजालु हुन्छन् नि कोरियनहरू उस्तै ताल पर्यो भने हैन केटाकेटीहरू होस् या साउसाउनी होस् कहिलेकाहीँ हाम्रै आँखाकै अगाडि नुहाइधुवाइ गरेर नाङ्गै नि हिँडिदिने खालको हुन्छन् के कोरियनहरू अब के भन्नुहुन्छ तपाईँ हतार भिडियो गऱ्यो भने चाक्किने भन्ने डर फेरि त्यो नि गर्न मिलेन अब त्यही यसो नदेखि जस्तो गर्ने बस्ने त्यही हो अब भन्दा त अब कस्तो लाजै मर्दो कुरा गरे यस्तो नि हुन्छ र भन्नुहुन्छ होला अब त्यस्तै छ हैन उस्तै ताल पर्यो भने कहिलेकाहीँ त अब त्यो फेरि नाङ्गै भनेर नाङ्गै डुल्ने चाहिँ भन्न खोजे हैन जस मान्छेको अगाडि लजाउँदैनन् अब कहिलेकाहीँ नुहाइधुवाइ गरेर यताउता गरेर अब निस्किनु बाहिर साहिर केही कामले अलिकति केही कपडा सपडा छुट्यो अब वासरुमबाट निस्किँदा ओर्दा हामी त अलिकति तौली लाएर हैन अलि कति सेफ्टी भएर हिँड्छौँ नि उनीहरू त नाङ्गै चल्दिने बाल मतलब सो गाइज हैन सबैजनालाई सम्झिरहेको छु मिस यु अल हैन स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् मस्त रहनुहोस् हामीलाई सब्सक्राइब गर्नुहोस् यो आकाशलाई बिस्तारै साथ सपोर्ट दिँदै जानु होला हैन सो त्यही भन्न चाहन्छु एभ्रीवन गाइज है अब सबैजनालाई सम्झिरहेको छु कपाल यस्तो छ सो त्यही हो।